कस्तो लाग्यो? एकदमै राम्रो छ। नेपाली चलचित्र एन्जिला यो सबैको मन छोइरहेको नेपाली चलचित्र हो र यो समयमा सबैले के छ बजारमा भन्यो भने एन्जिला छ भनिरहेको समय छ। त्यही भएर एकदमै राम्रो, बवाल एकदमै मन छोयो। एकदमै एउटा छोरी मान्छेले एउटा सङ्घर्ष हुन्छ नि, हारेन भने आफूले छोरा होस् या छोरी होस् सङ्घर्ष त सबैले गर्नुपर्छ, तर आफ्नो सङ्घर्षप्रति नडगमगाइकन अगाडि बढ्यो भने चाहिँ सफलता चाहिँ मिल्ने नै रहेछ काहीँ न काहीँ भन्ने चिज चाहिँ यसमा प्रमाणित भएको छ। एन्जिलाले प्रमाणित गर्नुभएको छ। एन्जिलाको र हाम्रो स्टोरी, उहाँ एउटा गेमर हुनुहुन्छ फुटबलमा, म सिङ्गर छु, त्यो मात्र फरक हो। नत्र भने चाहिँ एउटा सङ्घर्ष भनेको एउटा गाउँबाट आएको मान्छेले काठमाडौँ जस्तो ठाउँमा आफूले आफूलाई इस्टाब्लिस गर्छु भनेर प्लान गर्नु अथवा आफूले आफ्नो नामलाई एउटा उच्च लेभलमा पुर्याउँछु भनेर एउटा जिरोबाट भुइँबाट माटोबाट उठेर सङ्घर्ष गरेर आउनु त सबैको स्टोरी उस्तै नै हो। उस्तै जे लेट गर्यो धेरै चिजहरू चाहिँ मिल्दोजुल्दो छ।